नमस्ते साथीहरू, यतिखेर म जहाँ बसिरहेको छु यो फेवा ताल नै हो। यो ताल नै हो, यसो देखाउनु होला, यहाँ देख्नु होला तपाईँले। यो खेत बनाइएको हो र यहाँ पानी आउन नदिएको हो। हेर्न सक्नुहुन्छ कसरी भने यसो देखाउनु होला, डाँडा काँडा देखाउनु होला। त्यहाँ तपाईँको छेकियो, छेकिसके पछाडि उताको पानी यता आउन सकेन। त्यसकारण यहाँ देख्न सक्नुहुन्छ खेत बन्यो। यहाँ पानी आउनै नसकेपछि खेत बनाइयो होइन। तपाईँको यो भाग भनेर यो भागबाट 65 मिटर छुट्याएको हो है। तपाईँले स्पष्ट बुझ्नुपर्ने के हो भने यो भनेको पिलर गाडिएको छ, महानगरपालिकाले गाडेको। यो भनेको 65 मिटर छुट्याएको। यहाँभन्दा यहाँ यता ताल नै छ, ताल नै हो है यो। अब तपाईँले 65 मिटर कतिपयले भन्नुहुन्छ अलिकति यहाँबाट यता हो, जुन तालबाट यता 65 मिटर गाडिएको यो हो भन्नुहुन्छ। तर त्योभन्दा पनि 65 मिटर कहाँबाट लागु हुन्छ भने यहाँबाट तपाईँको यता लागु हुन्छ क्या, उता। जस्तो तालबाट यता चाहिँ यहाँ यता ताल नै भयो होइन। तर यो पिल्लरबाट तपाईँको यता यता चाहिँ 65 मिटर तपाईँको गनिन्छ भन्नको मतलब फालिन्छ। हेर्न सक्नुहुन्छ यहाँ धेरै संरचना छन् र तपाईँले याद पनि छ होला, महानगरपालिकाको डोजरले फालिरहेको थियो, स्विमिङ पुल सबै भत्काएको थियो। हेर्न सक्नुहुन्छ त्यो वाटरफ्रन्ट हो, रिसोर्ट हेर्न सक्नुहुन्छ। त्यो रिसोर्टमा स्विमिङ पुल फालेको थियो, तपाईँले देख्नुभएको छ। त्यही रिसोर्ट हो, तपाईँलाई मैले देखाउन गइरहेको छु, हेर्नु होला। र विशेष त यहाँबाट 65 मिटर फालिन्छ भन्नुको मतलब हेर्न सक्नुहुन्छ यो घरहरू यो लगायत यो होटलहरू सबै फालिने हो। सबै महानगरले केही भत्काएको थियो, केही समय अगाडि संरचनाहरू भत्काएको थियो। अब फेरि भत्काउनु होला छ। महानगरपालिकाले सूचना दिइसकेको छ कि अब छिटो तपाईँहरू छोडेर जाने भए जानु होइन, नत्र भने हामी फेरि भत्काउने छौँ है भनेर एक खालको त्यो खालको सूचना जारी गरिसकेको छ। हेर्न सक्नुहुन्छ धेरै पिल्लर उता छ। यहाँ यसरी चाहिँ तपाईँले यो छेक्दाखेरि यता पानी आउन सकिरहेको छैन, त्यो पनि भएको छ। र यो 65 मिटरबाट धेरै महानगरपालिकाले कतिको लागु गर्छ र के हुन्छ भन्ने प्रश्न आम जनमानसमा छ। सम्भवतः यो धेरै छिटै काम हुने गर्छ, यो छिटै होला यो भत्काउने काम चाहिँ। पछिल्लो क्रममा सुकुम्बासीलाई पनि धेरै त्यसलाई वास्तविक सुकुम्बासीलाई हेरेर अरूलाई भनौँ न हटाउने काम भइरहँदाखेरि फेवा ताललाई चाहिँ कस्तो छ, के छ, यहाँ धेरै खालका कुराहरू छन् भन्ने कुरा पनि सुनिन्छ। र यो पोलबाट यता सबै फालिने होला छन् र यता चाहिँ ताल छ। फेरि तपाईँलाई देखाउन चाहिँ थोरै क्यामेरा रिगाउनु होला। तपाईँको यो पोल भयो, तपाईँको पोल देख्नुभयो नि, यो पोल भनेर यता यहाँ चाहिँ फेवा ताल भयो, तालै हो। यहाँ चाहिँ पछि ताल यता आउँछ भनेर यो यसरी घेरिसके पछाडि यहाँ तपाईँको हेर्न सक्नुहुन्छ यो खेत बन्यो। खेत बनिसके पछाडि विभिन्न मान्छेहरूले यहाँ चाहिँ लाल पूर्जाको छ होइन। लाल पूर्जाको कतिले 31 साल पछाडि आफआफ्नो लाल पूर्जाहरू दूषित खालका लाल पूर्जाहरू बनाए, कसको वास्तविक लाल पूर्जा पनि पर्छ। वास्तविक लाल पूर्जा जसको छ त्यसलाई मुआवजा दिने भनेको छ पोखरा महानगरपालिकाले। र 31 साल पछाडिका लाल पूर्जाहरू दूषित हुनै पाउँदैनन् भनेर स्पष्टसँग महानगरपालिकाले भनेको चाहिँ तपाईँलाई चाहिँ अवगत नै छ। अब हेर्न सक्नुहुन्छ यो खेत हो, यता ताल हो, यता 65 मिटर काटिए पछाडि धेरै